This video is only for entertainment. I love you Santaram, Santaram, Santaram. साथीहरु यो भिडियो हेर्दै हुनुहुन्छ नि तपाईहरुले अब त्यसलाई सिरियस नलिनु होला यो हामी किनकि रमाइलोको लागि मात्रै गराएको हामी दाजुभाइले तर त्यसरी खानु चाहिँ राम्रो हैन यो दिउँसी अहिलेका युवाहरुले यसरी यसरी खानु राम्रो हैन त्यो भिडियोलाई तपाईहरुले सिरियस नलिनु होला रमाइलोको रूपमा लिनु होला र अब त्यस्तै भन्दा भिडियो हेरौँ Okay, let's go. सबैमा नमस्कार म प्रशान्त रेग्मी म चाहिँ आज घुम्दै फिर्दै यो डाँडातिर आउँदैछु अहिले चाहिँ घुम्दै आइरहेको छु म हेर्नु त यहाँ च्यान डाँडाहरू च्यानले भरिएका डाँडाहरूमा आउँदैछु आछु यो चाहिँ साह्रै रमाइलो ठाउँ हरियाली भरिएको ठाउँ रहेछ हेर्नुहोस् त अब यहाँ के भन्यो यो दिउँसै हेर्नु त यहाँ के भयो यो हेर्नुहोस् त सबैजनाले एकचोटि ध्यान दिएर हेर्नुहोस् के हुँदैछ नेपालमा के र यो भिरमा यो ठाडै भिरमा उत्तानो मुन्टो लाएर के गरेका छन् युवाले हातमा बियरका बोतल 2 डब्बा चुरोट गिलास सहित यो घना जङ्गल च्यानले भरेको ठाउँमा आएर यस्तो हरकत गरेछन् दाजी उठ्नु न दाजी के भयो तपाईँले उठ्नु न यस्तो के भिरमा के सुत्नु भएको उठ्नु न भाइ मलाई टेन्सन छ भाइ उठ्नु न के भयो तपाईँलाई किन हो यता आउनु भाइ को हो भाइ तिमी भाइ को हो भाइ उठ्नु न यता भिरमा लडिन्छ माथि आएर कुरा भाइ भाइ हेर हैन हैन दाइ सुन्दिन कचमा कसैको रोजियाको बच्चिँदैन भाइ हैन अनि दाइ त्यस्तो म रोजिया आएको भाइ हेर भाइ तिमी को भाइ म यहीँको हो कि यही तलतिरको हो भाइ बारामा हल्लेर डाँडामा बसेर तँ सकाउँछु म नउठायो भाइ हैन उठ्नु न यस्तो भिरमा त सुत्न भएन भाइ मेरो लाइफ हो भाइ मैले रोजी खाम चिसु खाम हैन भाइ हैन दाइ यस्तो हेर्नु यहाँ छाता फाले छ भाइ मेरो टेन्सन छ भाइ तिमीलाई थाहा हैन भाइ म हिँडेको उता हो भाइ म लाउर जाने हिँडेको भाइ घर कहाँ हो भन्नु घर कहाँ हो तपाईँ भाइ घर कहाँ हो फोन नम्बर खोइ छैन भाइ मेरो घर छैन भाइ फोन गरौँ तपाईँको खोइ भाइ तिमी धेरै न हिँडिरहेको छु नयाँ सोचले केही गर्ने आश ज्ञानको खोज भाइ राई भाइ म यहाँ रोजगार छु त्यो भाइ मलाई चिल्ला भएर सुत्नु हुँदैन भाइ यस्तो के भाइ खै होइन त्यो अहिले भाइ गइसक्यो त्यो छोड भाइ मेरो जे भने पनि यही हो भाइ सारा I love you Santaram, Santaram, Santaram. फेरि सुत्यो भने यो भाइ यसो चुरोट ल्याऊ भाइ चुरोट होइन मसित छैन धानेन भाइ मेरो माथि बाटामा जान्छ बाटा भाइ मेरो सम्पत्ति ल्याऊ भाइ बस्नु यहाँ बस्नु त कुरा गर्नु यस्तो युवा उमेरमै हजुरले यस्तो गर्दै हिँड्ने घर बाआमा के भन्नुहुन्छ बाआमा कति दुःख गरेर यस्तो यत्रो बनाउनु भयो तपाईँलाई यस्तो गर्ने तपाईँले यो छोड्नुहोस् खै ल्याउनुहोस् भाइ ल्याउनुहोस् यो भाइ तिमीले मलाई सिकाउने भाइ होइन यस्तो गर्न पाइँदैन यो भाइ तिमी यो जी जान भाइ होइन यो ल्याउनु भाइ म खोज्छु के भाइ मेरो ल्याऊ भाइ होइन यो खानै हुन्न है लड्नुलाई होइन ल्याऊ भाइ म दिँदै म दिन्न यो क्या हुन्छ को भाइ तिमी दिन्न म भाइ दिँदै दिन्न क्या हुन्छ मेरो आफ्नो सम्पत्ति मैले खानु होइन ल्याऊ भाइ म दिँदै दिन्न क्या हुन्छ को भाइ भाइ जेसु गर्नु